क्रिटिकलमा आउनु पर्थ्यो क्या हामीलाई र मालु पनि विकास कोषमा हुँदाखेरि पनि आउनु पर्थ्यो अनि उत्खननमा यहाँ यो माटो माथि हुन्छ हेर माटो मात्र छ नि माटो त्यति त्यसपछि उत्खनन गर्दै गर्दै बिस्तारै खनिन्छ एकदम पातलो हुन्छ है कर्नी हेरेछौ त्यही कर्नी र कुटोले कर्नीले बिस्तारै बिस्तारै खनिन्छ हेर्दै गइन्छ के सामान छ के सबैले जालीले चालिन्छ त्यहाँ हेर चाले छ नि माटो बाहिर हेर्छ नि माटो सबै जाली राखेको हुन्छ त्यही जालीमा चालिन्छ जे सामान पाउँछ त्यसको रिकर्ड राखिन्छ त्यो रिकर्ड राख्ने जहाँ हामी थाई मन्दिर जान्छौँ नि त्यही मन्दिरको साइडमा छ त्यहाँ धुलिन्छ धोएर त्यसपछि त्यहाँ सबै के हो त्यसको रिकर्ड राखिन्छ यो साइडबाट यहाँ कपिल वस्तु भन्छ केबी यहाँ कपिल वस्तु केएल त्यसपछि सानो प्लास्टिकमा सबै सामान राखिन्छ पुरै जति सर्ट्सहरू भेटिन्छ सबै राखेको हुन्छ यो त्यसमा इम्पोर्टेन्ट जुन हुन्छ त्यो इम्पोर्टेन्टलाई चाहिँ म्युजियममा सजाइन्छ बुझ्यो र जुन यहाँ देखिएको छ नि त्यसो वालहरू देखियो यहाँ वाल आयो नि राम्रो वाल देखिएछ नि हेर दिमागले यहाँ पनि बिचमा वाल छ यहाँ पनि वाल छ नि यो पनि वाल छ त्यसै हाम्रो घर पनि आयो भने भूकम्पले खस्यो भने सबै यताउता खस्छ नि तर केही पार्ट जुन हुन्छ ल्याएको रहन्छ नि त्यहाँ पनि अगाडि खसेका त्यहाँ एउटा भूकम्प खसेछ नि त्यसरी त्यो पार्टलाई खोजिन्छ अब हेर यो यस्तो छ वाल तर त्यहाँ वाल राम्रो भइसक्यो यहाँ हेर यो पनि यस्तै थियो तल हाम्रो बाजेहरू पहिला हेर्छौँ भने ब्यावाको फेन्स गर्नुहुन्थ्यो नि ब्यावाको लगाएर काठ लगाइदिनुहुन्थ्यो नि यसरी चाहिँ बाउन्ड्री वालको लागि यसरी यो पोस्ट होल भन्छ यसरी खानी यो लगाएको थियो त्यो बेलामा त्यो त अहिलेको हो यसरी चाहिँ खनन गरेको क्रममा पोस्ट होलहरू भेटेको छ पोस्ट होल र केही काठका अंशहरू भेटेकोले त्यो त भगवान बुद्ध जन्मनुभन्दा पहिल्यै चाहिँ यो यसको चाहिँ बिल्डिङहरू बनाउने क्रमहरू यो म पनि 9 क्लासमा हुँदै नै कपिल वस्तु पुगेको पहिलोचोटि है बडा मेहनत बडा परिश्रम गरेर त्यो बेलामा 50 रुपियाँ त्यो बेला आजभन्दा लगभग 24-25 वर्ष पहिला 26 वर्ष पहिला 50 रुपियाँ खर्च गरेर म गुरुजी राकेश र दिनेश पेन्टर हुन्छन् त्यो 4 जना हामी आएको त्यति बेला बसबाट हुँदा त्यसरी बसे पुगेको थियो त्यहाँ चौली गाउँमा मात्र पुग्छ अरे तिलोराकोटमा मात्र पुग्छ त्यसरी तिमीहरूको पनि 9 क्लास म पनि 9 क्लासमै आएको थियो तिमीहरू पनि लक्कली 9 क्लासमा नै छ हामी विशेष घुम्ने ठाउँहरूमा एउटा हो कुदान के हो खास यसको नाम यसलाई कुदान भनेर चिनिन्छ कुदान भनेर किन चिनिन्छ भनेर लोरी कुदान भनेर जस्तो यहाँ के थियो भने माउन्ट भन्छ इङ्ग्लिसमा माउन्ट भन्छ के भन्छ माउन्ट माथि उठेको भाग हुन्छ माउन्ट थियो एउटा त्यहाँको माउन्ट थियो भने त्यहाँ माउन्ट थियो दुईवटा माउन्ट थियो एउटा उता माउन्ट थियो त्यसरी जस्तो यो छ नि यस्तै थियो तल चाहिँ इँटाहरू थियो दुईवटा घेरी आएको थियो नि तर वास्तवमा त्यो के हो स्तूप हो के हो स्तूपा पढ्यो होला नि कतिवटा स्तूपा बनाइन्छ त भगवान बुद्धको अस्थि राखेर बनाउने स्तूपा होइन त्यसपछि उपयोग गरेको वस्तु होइन त्यसपछि अरू यो स्मृतिमा बनाउने धार्मिक स्तूप यसरी स्तूपहरू फरक हुन्छ हामी निग्रोध आराम निग्रोध प्लस आराम बनेर दुईटा सन्धि भएर के भने निग्रोध आराम बनेको छ यो ठाउँको नाम के हो निग्रोधाराम कुदान भनेर चिनिन्छ तर निग्रोधाराम निग्रोध भनेको के हुन्छ भने पात उसको बरगदको रुख हेर बरगद हामी लगाएको है त्यो प्लान्टेसन गरेको हामी हो त्यो बरगद लगाएछौँ नि बरगदको रुखहरू यहाँ थिए अनि त्यही बरगदको रुख भएको कारणले त्यो यसको नाम भयो आराम गर्ने ठाउँलाई के भनिन्छ भनेको खास बिहारहरूले आश्रमलाई आराम भनिन्छ आराम गर्ने ठाउँलाई निग्रोध भएको ठाउँलाई नै निग्रोधार नामले यसको नामकरण गरिएको थियो बुझ्यो अब यो कहानी यसको के छ भने तिमीहरूले हिस्टोरीले थाहा हुनुपर्छ होइन के हो भने कहानी जब भगवान बुद्ध के हुनुभयो बोधि ज्ञान प्राप्त गरिसकेपछि उहाँको बुवालाई इच्छा लाग्यो कि बुवालाई मात्र होइन